April Visa Bulletin for Nepali Nurses, Retrogression या Relief। आज मैले हालै सार्वजनिक भएको एप्रिल भिजा बुलेटिनमा नेपाली नर्सेस र अन्य EB3 एप्लिकेन्टहरूको लागि इम्पोर्टेन्ट अपडेट लिएर आएको छु। तर यो भन्दा पहिला भिजा बुलेटिन भनेको के हो भनेर छोटो जानकारी लिउँ। भिजा बुलेटिन भनेको US डिपार्टमेन्ट अफ स्टेटले प्रत्येक महिना प्रकाशित गर्ने एक रिपोर्ट हो जसले नम्बर अफ इमिग्रेन्ट भिजाको अभाइलेबिलिटीको बारेमा जानकारी दिन्छ। यो विशेष गरी फ्यामिली स्पोन्सर्ड र इम्प्लोइमेन्ट बेस्ड ग्रीन कार्डको लागि आवेदन दिने व्यक्तिहरूको लागि निकै महत्त्वपूर्ण हुन्छ, जसमा नेपाली नर्सेसहरूले EB3 भिजाको लागि आवेदन दिने भएको हुनाले उनीहरूको लागि पनि यो मन्थली भिजा बुलेटिन निकै महत्त्वपूर्ण छ। भिजा बुलेटिनमा विशेष गरी दुई इम्पोर्टेन्ट डेटहरू छन्, फाइनल एक्सन डेट र डेट फर फाइलिङ। यी दुई डेटको डिटेल र डिफरेन्स मैले अर्को सर्ट भिडियोमा राखेको छु, सो तपाईहरूले चेक गर्न सक्नुहुनेछ। भिजा बुलेटिन कसरी हेर्ने त? सर्वप्रथम तपाईँ गुगलमा गएर भिजा बुलेटिन सर्च गर्नुभयो भने सुरुकै लिङ्क US डिपार्टमेन्ट अफ स्टेट भनेर देखाउँछ। उक्त लिङ्कलाई क्लिक गरेर तपाईँ पुग्नुहुनेछ द भिजा बुलेटिन भनिएको पेजमा। त्यसपछि आफूले हेर्न खोजिएको महिनामा क्लिक गर्ने र त्यहाँ फाइनल एक्सन डेट फर इम्प्लोइमेन्ट बेस्ड प्रिफरेन्स केसेस भित्र हेर्ने, जसमा तपाईँले एउटा टेबल देख्न सक्नुहुनेछ। उक्त टेबलको इम्प्लोइमेन्ट बेस्ड भन्ने टपिकको थर्ड लाइन अन्तर्गतको अल चार्जेबिलिटी एरिया एक्सेप्ट दोज लिस्टेडमा गएर हेर्ने, किनकि चाइना, इन्डिया, मेक्सिको र फिलिपिन्सको बाहेक सम्पूर्ण कन्ट्रीहरू यस लिस्टमा पर्ने भएको हुनाले नेपाल पनि अल चार्जेबिलिटी एरियाज एक्सेप्ट दोज लिस्टेडमा पर्दछ। अप्रिल 2025 को भिजा बुलेटिन EB3 नेपालको लागि फाइनल एक्सन डेट 1 जनवरी 2023 रहेको छ। अघिल्लो महिनाको तुलना गर्दा फाइनल एक्सन डेट 1 मन्थले अगाडि बढेको छ। तपाईको प्रायोरिटी डेट 2023 जनवरी 1 वा सोभन्दा अगाडि भएमा अ बिग कङ्ग्रेचुलेसन्स। अब तपाईँ फर्दर आफ्नो इमिग्रेसन प्रोसेसको लागि एलिजिबल हुनुभयो र बाँकी प्रोसेस अगाडि बढाउन सक्नुहुने भयो। तर यदि तपाईको प्रायोरिटी डेट 2023 जनवरी 1 भन्दा पछाडिको छ भने चिन्ता नलिनुहोस्। यो समयलाई आफ्नो NVC प्रोसेस वा अन्य इम्पोर्टेन्ट डकुमेन्ट अपडेट या रिन्यू गर्नको लागि प्रयोग गर्नुहोस्। आजको भिजा बुलेटिन अपडेट यति नै। यदि तपाईलाई यो इन्फर्मेसन उपयोगी लागेमा लाइक, सेयर र सब्सक्राइब गर्न नभुल्नुहोला। म हरेक महिनाको भिजा बुलेटिन अपडेट लिएर आउने नै छु, त्यसैले नोटिफिकेसन बेल पनि थिच्न नबिर्सिनुहोला र तपाईको प्रायोरिटी डेट कति छ भनेर कमेन्ट गर्न नबिर्सिनुहोला र नेक्स्ट मन्थको भिजा बुलेटिनको डेट कति अगाडि बढ्न सक्छ भनेर कमेन्टमा आफ्नो विचार लेख्न पनि सक्नुहुनेछ। यो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।